शान्ति तिमलाई बाबु बुद्धको श्राप लाग्ला शान्ति तिमलाई जन्मभूमिको पाप लाग्ला बरै
स्कुलकी साउनी हुन् कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आर्जु राणा। यो स्कुलको शुल्क कति हो सुन्नुहुन्छ? कक्षा 1 मा भर्ना गर्न मात्र तपाईले पहिला 2,25,000 को बिटो तयार गर्नुपर्छ अनि मासिक शुल्क 60,000 तिर्न तयार हुनुपर्छ। त्यसैले तपाईले कांग्रेसकी उज्जवल नक्षत्र यी राणालाई शैक्षिक माफियाकी जेठी दिदी भनेर सम्बोधन गरे फरक पर्दैन। त्यसपछि पत्रकार कनकमणिले चलाएको रातो बंगला, पूर्व सांसद गीता राणाको ग्यालेक्सी, कांग्रेसी राजनीतिमा लागेका राजु खड्काको जेम्स, निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका जुवाई उमेश थापाको त्रियोग, त्यसैगरी एमाले कार्यकर्ता र सैनिक उच्च अधिकारीहरूको श्रीमतीहरूले चलाएको काष्ठमाण्डव, वसन्त थापा र पवित्रा लिम्बुको प्रिमियरलाई पनि क्रमशः माइलो साइलो काइलो भनेर राख्दा हुन्छ। कोइलाई फाइदा कोइलाई भयो हानि कतै मर्यो जल रही है चिता, सांसों में है धुआं, फिर भी आसमान में है जगी भोर। मसी मांगने का लम दो राजन, धेरै बोल्ने ओठा होइना, सेवा गर्ने हात देऊ, इतिहासमा अझै लेख्छु हातेमालो म। भोलिका सन्ततिको आधार खोज्दैछु म, भोलि कहाँ रहन्छौ, साँच्चै नबुझ्ने हौ कि बन्छु।
सम्पूर्ण चेन्ज वास्तवमा पुलिस जहिल्यै प्रतिपक्षमा रह्यो। हरेक आन्दोलनको निशाना प्रहरी नै भए। प्रहरी न कहिल्यै राजाको भयो, न कहिल्यै पार्टीको भयो, न त कहिल्यै जनताको नै हुन सक्यो। आपत पर्दा सबैलाई पुलिस नै चाहिने, सबैको निशानामा पनि पुलिस नै हुनु पर्यो। एकपल्ट कल्पना गर्नुहोस् त, यो कस्तो विडम्बना। तर अझ पनि रामचन्द्र पौडेलले तपाईँको नेपाली काङ्ग्रेसको नेपाली काङ्ग्रेसको आधारमा म नेपाली काङ्ग्रेसको उयो भएको हुनाले चाहिँ यसले राजनीति खेलेको छ दाइ। मेरो देशको सवाल छ दाइ, म गोली खान तयार छु, हामी सबैजना तयार छौँ। 11 दाइ अर्को हामी 30 जना थपौँला, देशमा ठुलो आन्दोलन हुन्छ। म त्यसपछि कसरी चेन्ज हुँदैन, को नेतालाई थुत्रै हान्दैन, म हेर्छु दाइ त्यसपछि। राष्ट्रपतिलाई सार्वजनिक संविधान मास्न पाइँदैन। तस्बिर काठमाडौँको सडकमा आर्मी देखिएको छ देखिन्छ। ओ माय गॉड, मेरो भाइको जुत्ता हो। बुझिस् नि, मेरो यो भाइको जुत्ता, यो खुन जुन लतपत खुन छ, यो मेरो भाइको खुन। तातो गोली के हो नेपाली सेना? देशको अन्तिम हतियार नेपाली सेना फिल्डमा आउँदा के हो? सिंगै काठमाडौँ जलिरहेको छ। त्यसमध्ये महाराजगञ्जमा यति दर्दना छ जहाँ नेपाल प्रहरीका डीएसपीलाई कुटी विभत्स रूपमा मारिएको छ। उनको अनुहार समेत चिन्न सक्ने अवस्था छैन। सिभिल ड्रेसमा भएको पनि हुन सक्ने देखिएको छ। प्रहरी पनि भवनभित्रै मृत खुला पर्ने स्थिति छ। कतिको संख्यामा छन् त्यो अझै स्पष्ट हुन सकेको छैन। बाँचेका केहीलाई सेनाले छतबाट रेस्क्यु गरेको छ। प्रदर्शनकारीहरूले आफूहरूमाथि निरन्तर भवनभित्रबाट गोली प्रहार गरेपछि आफूहरूले बाध्य भएर प्रहरी चौकीमा आक्रमण गरेको र भवन जलाइदिएको बताएका छन्। यति बेला महाराजगञ्जको स्थिति हो यो कि नेपाली सेनाको ट्याङ्कर आएको छ, तर यो ट्याङ्कलाई प्रदर्शनकारीहरूले आफ्नो अभिभावक ठानेका छन् र उनीहरूले स्वागत गरेका छन्, उत्साह मनाएका छन्। नेपाली सेना तिमी हाम्रो हौ उनीहरूले भनेका छन् र नेपाली सेनासँग उनीहरू आफ्नो भावना साटिरहेका छन्। प्रहरी देखा डराउने प्रहरीसँग भिडेका प्रदर्शनकारीहरू यति बेला नेपाली सेनालाई आफ्नो ठानेका छन् र नेपाली सेनालाई आफ्नो ठानेका छन्। नेपाली सेनाको बङ्करमा हेर्नुहोस् सबैले, नेपाली सेनाको ट्याङ्कमा प्रदर्शनकारीहरू चढेका छन्, विजय उत्सव मनाइरहेका छन्, विजय उत्सव मनाइरहेका छन्। नेपाली जनताले विजय उत्सव मनाइरहेका छन्। तपाईँ देख्न सक्नुहुन्छ ट्याङ्कमा चढेका छन् र विजय भावना उनीहरूले अभिव्यक्त गरिरहेका छन्। नेपाली सेनालाई उनीहरूले अभिभावक ठानेका छन् र नेपाली सेना आउनुपर्ने उनीहरूले माग गरेका छन्। यो पैसा हो। रहस्य नै रहस्यले भरिएको एउटा आलिशान बङ्गला। जेनजी आन्दोलनको क्रममा आगो लागिमा परेर ध्वस्त भएको यो बङ्गलाबाट धेरै रहस्यहरूको पर्दाफास भएको छ। यो पुरा पैसा अनि त्यो माथि पैसा, यो भित्र के छ पैसा? प्रत्यक्षदर्शीहरूका अनुसार आगोमा दनी बलिरहेको घरबाट रुखका पात झैं पैसा उडिरह्यो। घरभित्र पसेका लुटपाट गर्न आँटी मन भएका दर्जनौले बिटा
पोखराको भागबाट नि पृथ्वी चोक जेएनजीहरूको आन्दोलन जसमा चाहिँ यो पृथ्वी चोकमा राखिएको यो लखन थापाको शालिग पहिला पनि विवादित भइराखेको थियो र अहिले यो जेएनजीको आन्दोलनमा आज सेप्टेम्बर 8 मा भएको यो आन्दोलनमा दोस्रो दिन यो शालिग फुटाउने काम निकालेर फाल्ने काम भइराखेको हामी देख्न सक्छौं। यो करिब 2 वर्षपछि मेरो आज सुन चाँदीको भाउले छोराछोरी विदेशतिर मोज गर्दै कमिसन र ट्याक्ससम्म आइएस गर्दै नोट गन्दै रगत बगाई रेमिटेन्स क्यासिनोमा लोड भर्दै जनतानी उस्तै बेडा बसिरहेछौँ हामी फेरि 84 को भोट बन्दै
छैन। रातो रगतले लतपतिएको यो सेतो जुत्ता जेन्जी क्रान्तिको इतिहास बन्नेछ। यो जुत्ताले वास्तविक जेन्जीहरूको प्रतिनिधित्व गर्छ। वास्तविक जेन्जी जसले 23 गतेको प्रदर्शनमा घुसपैठ हुनु अगावै ज्यान गुमाए। भ्रष्ट व्यवस्था र नेतृत्वप्रति उनीहरूले गरेको क्रान्ति उप भ्रष्ट सत्ताले घुँडा टेक्यो। जेन्जीहरूले जिते र आज सिङ्गो व्यवस्था नै चुनौतीको सामना गरिरहेको छ। मेरो टाउकोमा किन हिजो खोजी गरी टाउकोमा आज हान्नु मलाई म तपाईँबाट गर्न आएको मलाई हान्दिनु प्लिज। तपाईँलाई राम्रो भयो, तपाईँलाई निन्द्रा लाग्यो, मलाई रातभरि निन्द्रा लागेन, तपाईँलाई निन्द्रा लाग्यो। भात खानुभयो, मैले भात खान सकिनँ। मेरो आँखाबाट आज थालमा झऱ्यो, मैले भात खान सकिनँ। एक गाँस भात खाएको मैले पानी मात्रै खाएको छु। तपाईँलाई सन्चो छ, आरामुनि छ। आज बाउ आमा कति रुखा छ बाबा के गरेको यो केपी ओलीको आदेशमा हानेर बस्यो होइन। आइजिपी खापुनको ठुलो भई मानवताभन्दा ठुलो भई कति ठुलो जागिर त्योभन्दा बाँकी आएर चल्छ के बाबा केही क्रान्ति गर्छ यदि देशमा सन्चो हुनु पर्यो के हुन्छ केही नै हुँदैन। रोकिन्छ भने केपी ओलीको राम्रो हुन्छ, तपाईँको राम्रो हुन्छ, 3 वर्ष चल्छ भने छुटमै हो पनि छ। म नेपाल सरकारसँग मेरो पशुपति भएको आएर पुतनासँग भन्छु म आज जाउन गइहाल्छु। प्लिज दुःख नमानिदिनु ल। सुटमै बढी म त्यतिकै बोल्न थिएन क्या। भाइ थियो अहिले लास भनेर बोल्नु परेको छ। तपाईँहरूले प्लिज अरू केही भन्दिन प्लिज। यतिको लागि हाम्रो अहिलेको जिएनजी सिएनजी हामीलाई केही मतलब छैन। राजनीति नघुसाइदिनुहोस्। हेर्नुहोस् त दुईटा बच्चा, तिनीहरूलाई त आफ्नो बाउ मरेको पनि थाहा छैन। उनीहरूको बाउ को हो कहाँ छ के छ भने पनि थाहा छैन। तिनीहरूको लागि शिक्षा आदर शिक्षा प्रदान के गर्नु त्यो गरिदिनुहोस्। हाम्रो त भाइ गयो होइन। अब त यिनीहरू बाँच्नेहरूलाई त केही गर्ने पावल गरिदिनुहोस्। त्यसको लागि यही आह्वान गर्छु। त्यसको लागि धन्यवाद, मुरी धन्यवाद। यही भन्दै मेरो 2 शब्द टुङ्गाउँछु। धन्यवाद। हिजोसम्म काठमाडौँ सोल्टी मोडमा आइसकेको छ है सेनाको गाडी, बख्तरबन्द गाडी। यो चाहिँ इन्डियन हो भन्थे सबैजनाले, होइन है, यो चाहिँ फेक हो। यो चाहिँ नेपाली सेनाकै गाडी हो है। हेटौँडा चुनावमा उभिनु पर्यो। 35 वर्षसम्म जे देखियो त्यसबाट चल्दैन। यात्रा भन्नु पर्दैन। ऐनले त त्यो लेख्या छ भनेर उसले लेखेको छ। त्यस्ता नाथे ऐन त हामी बनाउँछौँ। मेरो घरभित्र मैले के गरेँ भन्ने कुरा आफूले रेस्पोन्सिबिलिटी लियो, छिमेकीलाई दोष लाउने होइन। म बाउ या आमा भएर मेरो घरभित्र मैले राम्रो गर्दिनँ भने मैले छिमेकीलाई दोष लाएर उम्किन पाउँदिनँ। शेरैलाई लात्तीले कुट्यो, आर्जुलाई हातले सुट्यो, आर्जुलाई
तले छुट्यो ए ओली बजा कहाँ छुट्यो छुट्यो ए ओली बजा कहाँ छुट्यो छुट्यो ए विष्णुलाई स्विमिङ खेलायो ए विष्णुलाई स्विमिङ खेलायो ए गगनेलाई पनि छुट्यो ए गगनेलाई पनि छुट्यो ए प्रचण्ड बजा कहाँ छुट्यो छुट्यो ए प्रचण्ड बजा कहाँ छुट्यो छुट्यो ए लेखक कै कुना गयो ए लेखक कै कुना गयो ए नेपालमा के भयो भयो ए नेपालमा के भयो भयो ए जे भएलै ठिक्क भयो ए जे भएलै ठिक्क भयो जय नेपाल ढाट्यो प्यारा सँगै बस्न दिन हजुरसँग एक पल पनि छुट्नै मन बिना अधुरो छु प्यारा पर्खाइमा रामचन्द्र पौडेलको घर चलाइसकेर पनि चित्त नबुझेर यहाँ के भन्छ अरे मालेका नेता अबको 10 वर्षमा हाम्रो देश शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व काल 2052 हजुर यो कुकुर र तपाईँमा के फरक छ हजुर यो कुकुर र तपाईँमा के फरक छ केही फरक छैन म पनि मान्छु यता पनि घाउ मलाई नि है अब अस्ति पन्जरमा मात्रै सीमित जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी भएको नक्सालको 5 तारे चर्चित होटल हिल्टन होटल पनि क्षतिग्रस्त भएको हो। 8 अर्ब भन्दा बढी लगानी गरेर 2081 साल साउन 18 गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटन गरेर औपचारिक रूपमा सञ्चालनमा आएको हिल्टन होटलले 1 वर्षमै क्षति बिहोर्नु परेको छ। त्यो पनि अकल्पनीय। कंक्रिट मात्रै बाँकी रहेको यो होटल सम्भवतः अब पुनः यही ठाउँमा ठडिन मुस्किल। शान्ति